हेलो साथीहरू, आज चाहिँ म फ्राइड राइस बनाउनु गइरहेछु। हेर्नु होला, मैले यहाँनिर बिन्स, स्विट कर्न, क्यारोट, अनियन चाहिँ मैले फ्राई गर्दैछु। यो चाहिँ धोएर पानीबाट सिक्दै हालेको भएर अलिक भएको छैन र मैले चाहिँ फ्राई गर्न गइरहेछु। अब यो फ्राई भएपछि फेरि म तपाईँलाई देखाउँदैछु है। साथीहरू, मेरो मटर, क्यारोट अनि गाजर, मटर, यो मकै है, बिन्स चाहिँ अहिले धेरै मात्रामा फ्राई भइसकेको छ र मैले क्याप्सिकम पछाडिको लागि राखेको थिएँ, किनभने क्याप्सिकम पनि छिटो पाक्छ नि, त्यसलाई चाहिँ पाल्टी नै राम्रो लाग्छ होइन। त्यसको लागि त्यसले गर्दाखेरि अलिक पानी छोडिदिएँ। त्यसले गर्दाखेरि अलिकति पछाडि लगायो भने चाहिँ क्रन्ची क्रन्ची गर्छ, नत्र भनेदेखि चाहिँ मेरो क्याप्सिकम त फाप्छिटो हुन्छ नि त, अनि त्यहाँदेखि ठिक लाग्दैन है, मलाई मात्रै लाग्दैन। अब स्टिम गरिरहेको छु मैले होइन। अब मैले यहाँनिर यसलाई चाहिँ मैले अब स्वाद अनुसारको नुन, मैले नुन पहिला पनि चामलमा लगाइसकेको छु होइन। त्यो भएकोले गर्दा साह्रै धेरै चाहिँ म लाउँदिनँ। यसरी लगायो भनेदेखि त यहाँभित्र भएको पानीहरू पनि सबै नुनले मिलाइदिन्छ नि त, त्यो भएर एकदम राम्रोसँगले ड्राई हुन्छ होइन। त्यसले गर्दाखेरि चाहिँ मैले नुन लगाएँ। अब माथिबाट अलिकति अजिनामोटो लगाउने हो। आंटी धीरे से इससे पकड़ लीजिए, उससे पकड़ लीजिए। हेर्नु होला साथीहरू, बन्दैछ मेरो फ्राइड राइस। मेरो फ्राइड राइसको केही त्यो मसलाहरू चाहिँ त्यस्तो उनीहरू चाहिँ छैन होइन। अनि लास्टमा चाहिँ मैले यसलाई उसको हर्ट्स लगाइदिनु हो अलिकति। हेर्दै जानु होला तपाईँहरू। साथी हो, मैले टमाटर पनि काटेर राखेको छु। यो टमाटर चाहिँ लगाइदिने, यसले चाहिँ हल्का उयो निकालिदिन्छ है। फ्राइड राइस चाहिँ मलाई ड्राई भन्दाखेरि चाहिँ हल्का उयो नै मनपर्छ, राम्रो लाग्छ होइन। त्यही लागि टमाटर लगायो भने स्वाद पनि राम्रो आउने, फेरि अलिकति कलरफुल दिने होइन। लिएको साथी हो, मेरो सब्जी मैले खनेर राखिसकेको छु। अब मैले यहाँनिर सुरु भयो ल मेरो फ्राइड राइसको काम ल। ल मेरो लागि चाहिँ बर्तन अलिकति सानै छ है, त्यसले गर्दाखेरि जति हुन्छ त्यति चाहिँ बनाउनु पर्ने हुन्छ होइन। हेर्नु होला साथी हो, म सब्जी मिलाउनु जाँदैछु। मलाई लाग्दैछ सब्जी अलिकति धेरै भयो, कोही बात छैन। साथी हो, मेरो फ्राइड राइस चाहिँ तयार हुन गइरहेको छ। अब म यहाँ माथिबाट लिएको सोया सस लगाउने हो।
अब चाहिँ आगोलाई अलिकति ठुलो पारिदिने। त्यहाँदेखि मैले माथिबाट चाहिँ मेरोमा चाहिँ हर्ब्स छ है, यो हर्ब्स चाहिँ के भने अर्ग्यानहरू, त्यो चाहिँ पिज्जा चाहिँ अब मैले यहाँ के लगाइदिने भन्दाखेरि दुध छ मसँग है। फ्राइड राइस बनाउँदाखेरि चाहिँ अलिकति दुध माथिबाट यस्तो लगाइदिनु भयो भनेदेखि चाहिँ यो चाहिँ टेस्ट अर्कै आउँछ क्या यसको। क्रिम भयो, क्रिम लगाएर राम्रो होइन, तर क्रिम मसँग छैन। क्रिम नहुँदाखेरि चाहिँ दुध लगाउनु भयो भने एकदम राम्रो टेस्ट आउँछ फ्राइड राइसमा, अनि बेसी ड्राई पनि हुँदैन पनि है। अब मेरो माथिबाट चाहिँ धनियाँ पत्ता सट्टै लगाइदिने है। उसको बादमा ग्यासलाई बन्द गरिदिने, सट्टै छोडेर जालिदिने है। लास्टमा मेरो फ्राइड राइस बनिसकेको छ होइन। अनि अब खाएको त बनेको सक्दैन, किनभने ड्युटीको टाइममा हुन्थ्यो नि त, त्यसले गर्दाखेरि मैले केही उयोहरू गर्न सकिरहेको छुइनँ। समय सालमा फेरि तपाईँहरूसँग यस्तै मुकङहरू मुकङ त म भन्दिनँ है, खाएको उयोहरू लिएर आउने छु। फेरि इन्डियासम्म इन्तजार गर्नु होला। ल अहिले चाहिँ यति नै मेरो भिडियो हेरिदिनु होला है, हेरिदिनु होला होइन, हेरिसकेको हुनु पर्ने हुन्छ होइन। त्यति बेलासम्म हेरिदिनु भएकोमा